अनि विद्युत र चुम्बकत्वको हामीले हिजो के पढ्यौँ भन्नुहोस् त? हामीले चाहिँ हिजो चुम्बकीय प्रवाह भन्ने कुरा पढ्यौँ होइन? सर हिजो हामीले स्कुलले गर्नु यसमा चाहिँ चुम्बकीय प्रवाह भनेको चाहिँ चुम्बकीय क्षेत्रभित्र चुम्बकबाट निस्किने रेखाको क्रियालाई चुम्बकीय प्रवाह भनिने रहेछ। र अब चुम्बकीय प्रवाह भनेको चाहिँ हेलो यहाँ प्रश्न हेर्ने हिजो हामीले चुम्बकीय प्रवाह भनेको पढेको थियौँ होइन? त्यसो भए चुम्बकीय प्रवाह भनेको के रहेछ भनिदिनुहोस् त? स्क्रिनमा राख्नु न। चुम्बकीय क्षेत्रभित्रको सतहको क्षेत्रफल भएर चुम्बकका रेखाहरू होइन चुम्बकको जुन त्यो चुम्बकीय सतह हुन्छ म्याग्नेटिक फिल्ड त्यहाँभित्र भएर जाने चुम्बकका रेखाहरूको सङ्ख्याको योगफल अथवा सङ्ख्याहरू नै चुम्बकको प्रवाह रहेछ। त्यही भने अब अर्को हेर्नु त यहाँ हर चुम्बकको चुम्बकीय प्रवाह चाहिँ सबैभन्दा धेरै कहाँ आउँदो रहेछ? हाम्रो चाहिँ ध्रुवहरूमा हुँदैन ध्रुवहरूमा तर सापेक्षिक रूपले चाहिँ भित्रको भागभन्दा छेउछाउको भागमा चाहिँ हामीले बढी त्यसको चाहिँ प्रवाह देख्न सकिरहेको छौँ। चुम्बकको ध्रुवहरूमा नर्थ पोल र साउथ पोलमा धेरै हुँदो रहेछ होइन? बलरेखाको घनत्व भने दिशातिर आउँदाखेरि अलिक टाढा टाढा हुँदो रहेछन् चुम्बकीय बलरेखाहरू कम हुँदो रहेछ है? त्यही भएर शक्ति पनि कम हुँदो रहेछ हुन्छ। अर्को यो ग्यालोमिटर भनेर सुनेको थिएँ याद सकेको न्यायको हामीले ग्यालोमिटर एटमोस्फेरिक प्रेसर नाप्ने यन्त्र होला ल र चित्र हेर्नुहोस् यहाँ 312 नम्बर पेज नम्बर 312 ओ यहाँ एउटा डिभाइस देखाएको छ होइन? भोल्टेज नाप्ने हो रेडियो 312 पेज नम्बर छ चुम्बक स्थिर अवस्थामा भन्ने एउटा यस्तो देखाएको छ। अब ग्यालोमिटर भनेको चाहिँ एउटा डिभाइस हो त्यसले चाहिँ थोरै मात्राको करेन्टहरू नाप्न पर्यो हामी ल्याबमा त्यो देखाउनु पाएको एउटै छ कुनै प्रकारले फरक छ यो के कारणले देखिरहेको अब यहाँ हेर्ने यहाँ एउटा एनिमेसन भिडियो छ है? यसमा साउन्ड छैन एनिमेसन मात्र छ हैन? ठिक छ? साउन्डै छैन यसमा साउन्ड आउँदैन एनिमेसन भिडियो छ यहाँ यो हेरौँ है त हामीले हजुर साउन्ड भइरहेको बोलेको यहाँ आवाज छैन एनिमेसन भिडियो हेर्नु हामीले आएको चाहिँ विद्युत चुम्बकीय प्रवाह आएको हामीले आएको विद्युत चुम्बकीय उपपादन भनेर भन्ने हो। विद्युत चुम्बकीय उपपादन इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन भनेर यस सर अस्ति धारा विद्युतको चुम्बकीय असर रूपमा पढाउँछ। फराडे
एक वर्षमा जाँदैछन् हामीले अस्ति के गरेका थियौँ करेन्ट प्रवाह गरेर चुम्बकीय क्षेत्र बनाउने भन्ने पढाएको थियौँ होइन हो ठिक छ चुम्बक के अरे करेन्ट गरेर तारलाई के बनाउने चुम्बक बनाउने पढाएको थियौँ होइन भर्खर अघि पनि यहाँ भिडियोमा निडल त्यहाँ डिप्लेट भएको सरेको देखाएको थियो होइन त्यसो भए यहाँ फेरि यहाँ के भनेको म्याग्नेट प्रयोग गरेर चुम्बक प्रयोग गरेर के गराउने करेन्ट बनाउने अरे विद्युत उत्पादन गर्ने अरे के यो चाहिँ पोसिबल छ त्यसको ठ्याक्कै अपोजिट हो के गरियो हामीले करेन्टको प्रयोग गरेर कुनै तारलाई के बनाइयो फेरि फेरि चुम्बकको प्रयोग गरेर के हामीले करेन्ट निकाल्न सक्छौं त भन्ने छ सकिन्छ कि सकिन्न होला सकिन्छ होला त्यही भएर त वैज्ञानिक भएपछि पत्ता लाग्छ त्यसपछि मा भनेको छ त्यतिकै फेरि कोही ज्ञान मिटर थियो भाइ ल ज्ञान डिभाइस हो यहाँ करेन्ट नाप्छ थोरै मात्रामा भयो यहाँ के गरेछ नि यहाँ तारको कोइल राखिएछ यहाँ के राखिएछ म्याग्नेट राखिएछ हो दुईवटा कुरा भयो यहाँ के गरियो त्यो तारको कोइलमा चुम्बक लगाएर छिरायो तारको कोइललाई 11 नैनोमिटरसँग जोडिएको छ हो 11 नैनोमिटर त करेन्ट नाप्ने यही छ त्यसो भए करेन्ट नाप्छ भने चुम्बकलाई लगेर चाहिँ स्थिर राख्दाखेरि स्थिर राख्दाखेरि त करेन्ट प्रवाह भएको देखाएन तर चुम्बकलाई के गर्यो तारको कोइलभित्र छिरायो निकाल्यो हो त्यसको अन्त के भयो त्यो 11 नैनोमिटर त के गर्यो त्यहाँ फेरि के गरे चुम्बकलाई स्थिर राख्यो फेरि त्यो कोइललाई के गरे चलायो गति बनाइदियो गति ल्याइदियो त्यसपछि फेरि के देखियो करेन्ट उत्पन्न भयो हेर्ने के भन्दैछ करेन्ट इज इन्ड्युस्ड इन द कोइल ड्यू टु रिलेटिभ मोसन बिट्विन द म्याग्नेट एन्ड कोइल चुम्बक र तारको कोइलमा चाल भयो भने कुनै एउटाको चाल हुनुपर्छ सापेक्षिक चाल हुनु पर्यो चाल भयो भने मोसनमा भयो भने करेन्ट के हुँदो रहेछ पहिला हुँदो रहेछ यहाँ के प्रयोग गरेछ त प्रोड्युस भन्ने छैन इन्ड्युस भन्ने हाम्रो चाहिँ टपिकको नाम पनि विद्युत चुम्बकीय उत्पादन हो उत्पादन होइन उत्पादन भनेको भनिसक्ने हो हैन कुरो यसमा के हुन्छ भन्दा त्यो चालमा हुँदासम्म चाहिँ करेन्ट निस्किन्छ चाल हुन छोड्यो भने के हुँदैन निस्किँदैन उत्पादन हो भनेको बुझ्यो इन्ड्युस भनेको प्रोड्युस भनेको होइन ठीक छ ल अगाडि आउने भिडियो हेरौँ
स्थिर राख्दाखेरि भयो भएन हैन स्थिर राख्दा भएन हैन पोललाई के गर्ने ढिलोलाई विपरीत गरिदिने नर्थ पोलले काटेको छ राइटमा दायाँतिर हैन नर्थ पोललाई फेरि के गर्यो कमिङ आउट गरेको तल बाहिर फुट्दाखेरि लेफ्टमा देखायो फेरि साउथ पोललाई ल चार किसिमको कुरा हो हैन चार किसिमको कुरा गर्यो हैन यहाँ के गर्यो नर्थ पोल म्याग्नेटको नर्थ पोललाई कोइलभित्र छिराउँदाखेरि कोइल इनसाइड द कोइल गोइङ इनसाइड द कोइल भनेको हो कतातिर आयो राइटतिर देखायो फेरि बाहिर छुट्यो यो नर्थ पोल भएकोलाई बाहिर छुट्यो कता देखायो लेफ्टतिर देखायो फेरि अघि त उत्तर ध्रुवको नर्थ पोलको कुरा गरेको थियौँ अब साउथ पोललाई गरायो साउथ पोललाई भित्र राख्दाखेरि कता देखायो लेफ्टतिर देखायो फेरि यहाँ के देखायो फेरि बाहिर छुट्यो साउथ पोललाई हो कता देखायो फेरि राइटतिर देखायो यस्तो है चुम्बकीय ध्रुव परिवर्तन गर्दा नि करेन्ट कतातिर बहने भन्ने पनि फरक पर्दो रहेछ अभिषेकलाई पढिदिँदैन काम गर धन्यवाद छिटो चलायो चालमा आयो भने करेन्ट निस्किँदो रहेछ भन्ने भयो पोललाई रिभर्स गर्यो भने करेन्टको दिशा पनि परिवर्तन हुँदो रहेछ स्पिडको कुरा गरेको छ जति छिटो चाहिँ के गरियो त्यसको गति बढाइयो त्यति करेन्ट धेरै पैदा हुँदो रहेछ भन्ने उहाँको अब उहाँले के गर्नुभयो ल निकाल्नु भयो नियम निकाल्नु भयो है उहाँले अब नियम निकाल्नु भयो अब त्यसो भए हामीले यहाँबाट यसो हेरौँ है त ओल्याप्समा यो फेटमा हेरौँ फेटमा जाँदै हाम्रो युज फेट भनेको त कडा हो कि नेपाली नेपाली शब्द धेरै हो युनिभर्सिटी अफ कक्रोच सोल्डर लेख्यो त को गर कोलोराडो बुल्डर भन्ने हो क्लोराइड गेटले काम गरेको छ युनिभर्सिटी अफ क्लोराइड युनिभर्सिटी अफ क्लोराइड यस अब यहाँ हामी पेटमा एक्सपेरिमेन्ट गरेर एकदिन ल्याबमा जान्छ मोबाइल कनेक्ट बनाए चाहिँ त डिस्कनेक्ट गर्छ नआइ कनेक्ट
थ्री जी चलेको और जेनेरेसन साइन्समा छैन फिजिक्समा रहेछ साइन्समा किन भन्नु लाग्यो साइन्सको हरेर अब हामीले खोल्नु पर्यो कहाँ खोल्नु पर्यो क्लास 10 मा होला क्लास 10 मा होला त ओइ कान हो बाइ द वे रेडियो हुँदैछ ढोका लाउनु चुप कर हामीसँग ग्यालभ्यानोमिटर भएको इलेक्ट्रोम्याग्नेटिक इन्डक्सनमा है सिमुलेटरमा गएँ म सिमुलेटरमा गएँ सिमुलेटरमा गएँ लेट्स गो ल हेर्ने हेर्ने म चुम्बक हेर्ने पहिला मैले यो हुन्छ उहाँ त्यहाँ पनि त्यही दिएको थिएँ होइन हेर्ने नि अब हेर्ने यहाँ मैले यो चुम्बक लिएँ हो यो चुम्बक यो तारको कोइल छ यो तारको कोइललाई कहाँ जोडेको छ ग्यालभ्यानोमिटरमा हो ग्यालभ्यानोमिटरमा जोडेको छ अब चुम्बक त लिएर यो चुम्बक र यस्तै स्थिर राखियो हो कोइल प्रवाह देखाएको छैन यहाँ जिरोमा देखाएको हो अब त्यसो भयो नि यसमा हेर्ने मैले यो यसको नर्थ पोललाई उत्तरी ध्रुवलाई मैले भित्रपट्टि लगेँ कता गयो मैले के गरेँ भित्र लगे कता गयो बाहिर निकाले कता गयो हेर्ने ठिक छ ल अब त्यसो भए मैले अर्कोलाई लिन्छु हेर्ने यहाँ अब कुनलाई लिएँ हेर्ने मैले साउथ पोललाई भित्र छिराउने हो के गर्ने मैले भित्र लगेँ अब यो कता जाँदो रहेछ हेर्ने अनि नर्थ पोलको गर्दाखेरि यताको थियो हो भित्र लग्दा अनि बाहिर जिक्दा यताको थियो अब यो हेर्ने कता यो कता गयो उल्टो भयो हो ल फेरि बाहिर जिक्यो कता गयो हो ल सरकार द नम्बर अफ टर्न्स इन कोइल अनि त्यो कोइलको संख्या बढाउने अझ बढेको कोइलको संख्या बढाउने ल मैले 500 मा गराएँ कोइलको संख्या 500 गराएँ हेर्ने कति देखिँदो रहेछ करेन्ट कतासम्म डिफ्लेक्ट हुँदो रहेछ हेर्ने यति देखियो यति देखियो 10 देखियो होइन 10 देखियो 10 भन्दा गएन मैले 750 मा गराएँ हेर्ने अब सेकेन्ड स्टेप कहाँ गयो 20 सम्म गयो 20 सम्म हाल्ने होइन यसले हो ए 20 सम्म हाल्ने अब मैले 1000 गराएँ ल 1000 गराएँ कहाँसम्म पुग्दो रहेछ 30 पुग्दो रहेछ हो 30 सम्म गयो देखा होइन 30 सम्म भएको देखायो हो ल अब हेर्ने मैले यसलाई छिटो चलाएँ भने यहाँ पनि करेन्ट के हुन्छ यो एकदमै छिटो करेन्ट प्रवाह हुन्छ त्यसो भए हामी स्थिर राख्यो भने करेन्ट पहिला हुँदो रहेछ हैन चालमा भयो भने के हुँदो रहेछ करेन्ट पहिला हुँदो यहाँदेखि सुन्नेको भित्तासम्म एउटा कोइल गराउने अनि यताबाट छिराउँदै लाग्ने ल अब यसमा सुन्नु पावर हाउसमा नि ठ्याक्कै के गरिन्छ त भन्दाखेरि तारका कोइल हुन्छन् ठुला ठुला हो त्यहाँ के गरिन्छ त म्याग्नेट घुमाइन्छ हो म्याग्नेट घुमाइन्छ यस्तै घुमाइन्छ यस्तै गराइन्छ यहाँ त्यो हिरो चित्र थियो नि यतापट्टि यस्तो हुन्छ म्याग्नेट हुन्छ म्याग्नेट हुन्छ तारको कोइलले चाहिँ घुमाउँदो रहेछ तारको कोइलले यो यसमा भयो होइन अब यो फेटमा फेट चल्दैन होइन चल्छ अब चल्छ मैले भने चाहिँ चल्छ तिमीले बोल्यो चल्दैन
बसान्त भनेर इलेक्ट्रोन चल्छ अब यहाँ कहाँ छ हेरौँ त हेर्नु हेर म्याडम कहाँ छ यहाँ इन्डक्सनलाई ल्याबमा जानु पर्छ एउटा यो होइन ल यो त यो भइहाल्यो नि हामीले के ल्याउन पर्यो बार म्याग्नेट हो ल बार म्याग्नेट ल्याउँ तारको कोइल ल्याउँ ल हेर्ने है ओहो म्याग्नेट ल हेर्ने यहाँ बत्ती बलेको यहाँ हेर्ने यहाँ अहिले के छ म्याग्नेट स्थिर छ होइन म्याग्नेट के छ स्थिर छ त्यो म्याग्नेट के छ म्याग्नेट र यो तारको कोइल के छ स्थिर छ हैन म्याग्नेट र तारको कोइल के छ स्थिर छ हो हेर्ने म्याग्नेटको अहिले स्ट्रेन्थ भनेको ल मैले यहाँ 50 मा राखे मैले 50 मा राखे ल अहिले मैले 50 मा राखे यसको म्याग्नेटको क्षमता भनेको चुम्बकको शक्तिको भनेको 50% देखायो ठीक छ अनि तारको कोइल भनेको दुईवटा छ हेर्ने यहाँ तारको कोइल दुईवटा छ ठीक छ त्यति हो है अब हेर्ने यहाँ अब मैले मोसनमा ल्याउँछु यो हेर्ने यो चुम्बकीय बल रेखाहरू देखाएको हेर्ने यहाँ यो पुरै यो देखाएको यहाँ चुम्बकीय बल रेखा यो सार्दाखेरि चुम्बकीय बल रेखाहरू पनि हेर्ने सरेको हुन्छ नि हेर्ने सर्छ नि हेर्ने यहाँ जता चुम्बक जता चुम्बक गयो त्यतै त्यतै यिनीहरूले डिरेक्सन देखाउँदै जान्छ अब हेर्ने यहाँ हेर्ने 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 मैले चारमा ल्याउँदाखेरि बत्ती बलेको देखियो चारमा छ मैले जुनसुकैलाई यसलाई लगे पनि यसलाई सारे पनि बत्तीले सरल छ यसलाई सारे पनि के भयो यो उत्पन्न भएको देखायो करेन्ट उत्पन्न भयो हेर्ने यसलाई युज गर्दा अब हेर्नु सुस्त गराएँ हेर्ने मैले सुस्त गराएँ थोरै करेन्ट मैले छिटो बनाएँ हेर्ने एकदम छिटो चलाएँ हेर्ने मैले छिटो चलाएँ करेन्टको प्रवाह के भयो धेरै उत्पादन भयो कि भएन धेरै उत्पादन भयो हो ठिक छ अब हेर्नु मैले दुईवटा लिएको हो यसमा अब मैले यहाँ यसको लुपलाई मैले बढाइदिन्छु तीनटा बनाइदिएँ चारवटै बनाइदिएँ चारवटै बनाइदिएँ अब हेर्ने अलिअलि चलाउँदाखेरि यत्रो हामी हो हेर्ने कोइलको संख्या बढायो भने पनि के हुँदो रहेछ भोल्टेज एकदमै बढी हुँदो रहेछ हैन कोइलको संख्या बढाउँदा पनि के भयो कोइलको संख्या बढाउँदा पनि कोइलको संख्या बढायो भने भोल्टेज के हुँदो रहेछ बढ्दो रहेछ हो त्यसो भए यो मैले के गरे ल लुपलाई अहिले 2 मा राखे अब यो चुम्बकको शक्तिलाई मैले बढाउँदै लगे है ल अहिले 90 मा राखे ठीक छ चुम्बकको शक्तिलाई के गरिदिए बढाइदिए चुम्बकको शक्ति बढाउँदा के हुँदो रहेछ हेर्ने चुम्बकको शक्ति बढाउँदा पनि भोल्टेज यो बढी हुँदो रहेछ हो स्थिर राख्यो भने यो यहाँ प्लिज स्थिर राख्दाखेरि के हुँदो रहन्छ भोल्टेज उत्पन्न हुँदो रहन्छ हो त्यसलाई मोसनमा राखेर के हुँदो रहेछ भोल्टेज के हुँदो रहेछ उत्पन्न हुँदो रहेछ हो ठीक छ हेरियो अब यहाँ हामीले विद्युत गिरोमा कसरी चाहिँ विद्युत उत्पन्न हुन्छ भन्ने अर्को हेर्नु सबै म्याक्स गराएर
ल यो हेर है त यसमा हेर नि ए तपाईले भने ल्याबले बनाएको गरेको तर बुझिन चाहिँ तर बनाएको मैले गराएर जस्तो ल यहाँ हेर्ने हेर्ने यसमा हेर्ने यहाँ चुम्बक राखिया छ हो चुम्बक राखिया छ यहाँ चुम्बकलाई घुमाउने हो यहाँ तारको पाइप राखिया छ अब यहाँबाट माथि गाडी के गरियो पानी झारियो अरे यहाँ ल पानी झारियो नि भित्र छिटेकै हेर्ने चुम्बकको बल रेखाहरू पनि के भइरहेको हेर्ने यहाँ सबै परिवर्तन भएको देखाएको छ के हेर्ने यहाँ हेर्ने यस्तो घुमेको देखाएको ल तर त बाहिर घुमाएको नि त भित्रै छिराउनु पर्दैन के हुनु पर्यो यो र यो बीच चुम्बक र कोइल बीच सापेक्षिक चाल हुनु पर्यो यसमा चाल आयो कि आएन यो त स्थिरै भयो पनि यसमा यो चुम्बक के छ चालमा छ कि छैन चुम्बक चालमा छ हो ल त्यसो भए लुप्स त्यो बढायो तार यहाँ ल मैले यहाँ के गर्ने लुप्स बढाइदिएँ झन् यो कोइलको संख्या बढाउँदाखेरि के हुँदो रहेछ यो भोल्टेज पनि के हुँदो रहेछ बढ्दो रहेछ हैन लेग पनि बढाइदिन्छ ल अब त्यसो भए अब हामी जान कतातिर ल विद्युत चुम्बकीय उपपादन भनेको विद्युत चुम्बकीय उपपादन भनेको नि छिटो है विद्युत चुम्बकीय उपपादन भनेको नि उत्पादन विद्युत चुम्बकीय उपपादन उत्पादन अघि नै भनेको हेर्ने बन्द विद्युत परिपथसँग सम्बन्धित चुम्बकीय प्रवाह परिवर्तन हुँदा अनि चुम्बकीय बल रेखाहरू घुमेको देखाएको थियो कि थिएन साना साना ती के हुन सक्थ्यो चुम्बकीय बल रेखाहरू के काम गर्छ हिजो भनेको चुम्बकीय बल रेखा चुम्बकबाट निस्किएका बलको डिरेक्सन देखाउनेहरू उक्त परिपथमा बन्द विद्युत परिपथसँग सम्बन्धित चुम्बकीय प्रवाह परिवर्तन हुँदा परिपथमा इलेक्ट्रोमोटिभ फोर्स भोल्टेज उपपादन हुने क्रियालाई विद्युत चुम्बकीय उपपादन भनिन्छ। बन्द विद्युत परिपथसँग चुम्बकीय प्रवाह के हो नि परिवर्तन हुने है त्यो परिवर्तन भयो भने चाहिँ भोल्टेज उत्पन्न हुँदो रहेछ है विद्युत बढ्दो रहेछ बिजुली बल्दो रहेछ भोल्टेज उपपादन हुने क्रियालाई विद्युत चुम्बकीय उपपादन भनिन्छ। अस्ति हामीले के हेर्यौं विद्युत पठाएर चुम्बकीय क्षेत्र उत्पादन गरेको हेर्यौं हो अहिले चाहिँ के गरियो त्यसको उल्टो चुम्बक प्रयोग गरेर के गरियो विद्युत उत्पादन गरियो ठ्याक्कै यो के रहेछ उल्टो प्रोसेस रहेछ हैन। अब यो चाहिँ 1831 मा सुन्ने 1831 मा माइकल फ्याराडेले चाहिँ यो एक्सपेरिमेन्ट गर्नु भएको है अनि त्यसपछि विद्युत उत्पादन गर्न चाहिँ हामीलाई सम्भव भएको लेखियो विद्युत चुम्बकीय उपपादन बन्द विद्युत परिपथसँग सम्बन्धित चुम्बकीय प्रवाह परिवर्तन भयो भने भोल्टेज उपपादन हुँदो रहेछ यसलाई चाहिँ के भनियो
विद्युत चुम्बकीय उत्पादन निकोलास टेक्स सम्बन्धित रह्यो नि यसमा हेर्ने यहाँ हेर्ने यहाँ यो अघि जति पनि एक्सपेरिमेन्ट गर्यौँ हामीले भिडियोमा हेर्यौँ भर्चुअल ल्याबमा हेर्यौँ हो भर्चुअल ल्याबमा हेर्यौँ त्यही कुरा यहाँ लेखिएको छ है त्यही कुरा लेखिएको छ ल हेर्ने यहाँ चुम्बकीय क्षेत्रको शक्ति चुम्बकको शक्ति बढाउँदा के हुँदो रहेछ चुम्बकको शक्ति बढाउँदा सबभन्दा ल भन्नुहोस् चुम्बकीय क्षेत्रको शक्ति बढाउँदा के भयो अघि के भयो भोल्टेज बढीमा थियो परेन बिजुली बत्ती अलि चलिलो बनाएको थियो चुम्बकीय क्षेत्रको शक्ति बढायो भने भोल्टेज पनि के हुँदो रहेछ बढी हुँदो रहेछ चुम्बकीय क्षेत्रको शक्ति बढी भयो भने भोल्टेज पनि के हुन्छ बढी हुँदो रहेछ है अनि कोइलको फन्काको संख्या कुरा हेर्छौँ अघि कोइलको फन्काको संख्या पनि धेरै थोरै बनाएको थियौँ हामीले हो कि हैन कोइलमा फन्काको संख्या जति बढायो भोल्टेज पनि के हुँदो रहेछ त्यति बढ्दो रहेछ है कोइलका फन्काको संख्या बढी भयो भने पनि भोल्टेज के हुँदो रहेछ बढी हुँदो रहेछ अब फेरि अर्को गतिको कुरा छ तीन किसिमले यहाँ चाहिँ इफेक्ट गर्नु भयो के विद्युत चुम्बकीय उपकरणलाई है विद्युत प्रवाह भोल्टेज उत्पादन हुनको लागि तीन कुरालाई भर पर्नु भयो एउटा चुम्बकीय क्षेत्रको शक्ति अर्को कोइलको फन्काको संख्या र अर्को गति है शक्ति बढायो भने चुम्बकको शक्ति बढायो भने भोल्टेज पनि बढी भयो कोइलको संख्या बढी भयो भने भोल्टेज पनि बढी भयो अब गतिको कुरा छ गतिको लागि फेरि तीनवटा कुरा फेरि गतिको लागि तीनवटा कुरा भयो गति नगराइकन दुईवटालाई स्थिरै राख्यो भने के हुँदो रहेछ चुम्बकलाई सोलेनोइड भित्र स्थिर राख्यो भने भोल्टेज के हुँदो रहेछ शून्य हुँदो रहेछ करेन्ट नै निस्किँदो रहन्छ बिजुली बत्ती बल्दो रहन्छ हो त्यसपछि फेरि धेरै ढिलो गतिले चुम्बकलाई कोइलको भित्र बाहिर गरी चलाउँदा भोल्टेज के हुँदो रहेछ थोरै मात्रामा निस्किँदो रहेछ भोल्टेज है ढिलो गरी चलायो भने थोरै भोल्टेज निस्किँदो रहेछ अनि धेरै तीव्र गतिले चुम्बकलाई कोइलको भित्र बाहिर गरी चलायो भने भोल्टेज चाहिँ के हुँदो रहेछ बढी आउँदो रहेछ हामीले भिडियोबाट जे देख्यौं हामीले भर्चुअल ल्याबमा जे गर्यौं हो दुईवटै भर्चुअल ल्याबमा जे गर्यौं हामीले त्यही कुरा लेखेको ठीक छ अब यसको प्र्याक्टिसहरु तपाईले घर गएर नि यसो गरि गर्नु पर्यो है भर्चुअल ल्याब हेरेर यसो अलिअलि यसमा केही भन्नु छ हजुर पुरो बुझिया छ यस सर हजुर यस सर बुझिया छ हैन अहिले स्क्रिन घुमाउन नि भयो यस सर लेख्नु यो छिटो लेख्नु गर
भयो हजुर ल म अगाडि बढेँ है अब यतिका एक्सपेरिमेन्ट गरियो हो थाहाले नियमले बनाएर दिए अब त्यसो भए हेडी लेख्नुहोस् विद्युत चुम्बकीय प्रवाह सम्बन्धी फाराडेको नियम हो अघि कन्क्लुजन भनेर भिडियोमा निकाल्नु भएको थियो हो टाइप गरेको त्यही नियम चाहिँ यहाँ लेख्छु विद्युत चुम्बकीय उपपादन सम्बन्धी फाराडेको नियम है आज हामी यतिसम्म पढ्नेछौँ यानी विद्युत चुम्बकीय उपपादन सम्बन्धी फाराडेको नियम सुचालक तार र हेर्नु चाहिँ अघि जे गर्यो त्यहीबाट नियम लेखेको सुचालक तार र चुम्बक बीच सापेक्षिक चाल हुँदा सुचालक तार र चुम्बक बीच सापेक्षिक चाल हुँदा EMF उपपादित हुन्छ भनेको इलेक्ट्रोमोटिभ फोर्स भनेर हामीले लेखेको नि भोल्टेज भनेको EMF उपपादित हुन्छ र सुचालक तार र चुम्बक बीच सापेक्षिक चाल भयो भने तिनीहरूलाई यताउता चलाइयो भने तिनीहरूमा EMF भोल्टेज उत्पन्न हुँदो रहेछ उपपादित हुँदो रहेछ उत्पन्न होइन उपपादित हुँदो रहेछ ठीक छ उपपादित हुन्छ र उक्त EMF को परिमाण त्यो निस्किने भोल्टेजको परिमाण सुचालकसँग सम्बन्धित चुम्बकीय प्रवाहको परिवर्तनको दरसँग समानुपातिक हुँदो रहेछ जति छिटो चाहिँ चुम्बक चलायौं त्यति त्यहाँ भएका चुम्बकीय प्रवाहहरू परिवर्तन हुँदो रहेछन् छिटो परिवर्तन हुँदो रहेछ जति छिटो परिवर्तन हुन्छ त्यति मात्रामा भोल्टेज उत्पादन हुँदो रहेछ समानुपातिक d5 E is directly proportional to हिजो हामीले लेखेका थियौं चुम्बकीय प्रवाहलाई केले चलाइन्छ हाइले चलाइन्छ परिवर्तनको दर भनेको छ कि छैन परिवर्तनको दर भनेपछि हामीले के गर्नु पर्यो परिवर्तनको दर भनेपछि के गर्नु पर्यो E is directly proportional to चुम्बकीय प्रवाहको परिवर्तनको दर भनेको हो d∅/dt dt भनेपछि तल अपनमा आएपछि परिवर्तनको दर जान आएको हो प्रति सेकेन्डमा कतिले परिवर्तन हुन्छ भन्ने जनाएको ठीक छ जति धेरै परिवर्तन हुन्छ त्यति धेरै भोल्टेज उत्पादित हुन्छ भनेको ठीक छ अब सुस्त चलायो भने ढिलो चाहिँ के हुँदो रहेछ भोल्टेज चुम्बकीय प्रवाह परिवर्तन हुँदो रहेछ भोल्टेज पनि थोरै उत्पादन हुँदो रहेछ अलि छिटो चलायो भने चुम्बकीय प्रवाह के हुँदो रहेछ बढी छिटो परिवर्तन हुँदो रहेछ बढी परिवर्तन हुँदो रहेछ र भोल्टेज पनि बढी उत्पादन हुँदो रहेछ अर्को हेर्नुस् त यहाँ अर्को हेर्ने फेरि कोइलमा तबसम्म EMF उत्पादित हुन्छ जबसम्म कोइलसँग सम्बन्धित चुम्बकीय प्रवाह परिवर्तन भइरहन्छ चुम्बकीय प्रवाह परिवर्तन भएसम्म चाहिँ भोल्टेज उत्पादन हुँदो रहेछ उत्पादित हुँदो रहेछ भएन भने त्यो छोड्दो रहेछ हो कि हैन ठीक छ हामीले चाहिँ अघि धारा खोलेर नि देखाएको थियौं त्यहाँ हो धारा खोल्दासम्म चाहिँ त्यो चुम्बक घुम्यो भने चुम्बकीय प्रवाह परिवर्तन भयो र भोल्टेज निस्क्यो धारा बन्द गर्यो भने के हुन्थ्यो भोल्टेज पनि के हुन्थ्यो चुम्बकीय प्रवाह परिवर्तन हुने कुरा भएन त्यसपछि भोल्टेज पनि निस्किनु बत्ती पनि त्यहाँ बोलेको ठीक छ त्यही भनेको
कोइलमा तबसम्म इएमएफ उपवादी हुन्छ जबसम्म कोइलसँग सम्बन्धित चुम्बकीय प्रवाह परिवर्तन भइरहन्छ वा कोइल घुमिरहन्छ। ठिक छ, कोइल घुमिरहन्छ अथवा चुम्बक पनि घुमिरहन्छ। चुम्बक घुमेसम्म हुन्छ नभए हुन्न भनेको अस्थायी हुन्छ। ठिक छ ल 1 मिनेट लेखेको सर र हेर्नु हो। आज हामी के पढ्यौँ अब तपाईँहरूलाई क्वेसन यस सर क्वेसन पढा चुम्बकीय प्रवाह परिवर्तन भएको हेर्ने यही किनै चुम्बकीय प्रवाह भन्ने सानो मिटरले हात छ कि छैन यो परिवर्तन भएपछि मैले बन्द गरेँ चुम्बकीय प्रवाह परिवर्तन भएन स्थिर भएर बस्यो हो। ठिक छ परिवर्तन भाइ एक ठाउँदेखि अर्को डिरेक्सन चेन्ज गरे चेन्ज गरे गोरे पार्टीले चाप हुन्छ थोरै कम दिन्छ युट्युब कुरा गरेछ भारतले कुरा गरेछ नलगाएर थोरै बन्द गर्छ नल यहाँ सुरु गर हेर्ने यहाँ मिल्दो रहेछ है सानो गराए सुस्त गराए हेर्ने थोरै परिवर्तन भन्छ हो। हेर्ने यिनीहरू सुस्त गराएछ कि छैन हेर्ने अरू हेर्ने धेरै ठुलो जाँदा यिनीहरू छिटछिटो चल्छन् यिनीहरू हेर्ने सानो बनाउँदा एकदमै सुस्त चल्छन् यी सुस्त चल्छन् छिटो गराउँदा यी छिटछिटो हो। परिवर्तनको दर्शनको समानुपातिक हुन्छ भनेको त्यही हो। पढ्नुभयो ल आज के सिक्नु भयो अब क्वेसन हेर्नुस् पहिला क्वेसन हाम्रो यस प्रकार रहेको छ विद्युत चुम्बकीय उपवादन भनेको के हो हे पहिलो प्रश्न विद्युत चुम्बकीय उपवादन भनेको के हो। ठीक छ ल अब मैले व्हील घुमाए व्हील घुम्यो मेरो अब अपेक्षा भनेको के रहेछ हजुर भन्नु त सुन्नुहोस् बन्द विद्युत परिवारसँग सम्बन्धित के चुम्बकीय प्रवाह परिवर्तन हुँदा उक्त परिपथमा के हुँदो रहेछ इलेक्ट्रोमोटिभ फोर्स इएमएफ अथवा भोल्टेज उत्पादन गर्ने क्रिया रहेछ। यसलाई के भनियो विद्युत चुम्बकीय उत्पादन। ल बस्नुस् धन्यवाद। ल अर्को क्वेशन चुम्बक र कोइल बीचको सापेक्षिक गति बढाएमा भोल्टेजको
मात्रा के हुँदो रहेछ चुम्बक र कोइल बी सापेक्षिक गति छिटछिटो बनायो भने के हुँदो रहेछ यसको एन्सर ल पुरै गर्नु रहेछ हेरौँ सफल लाग्यो कुनै बहुमतले छैन सफल लाग्यो ए आना यहाँ हुनुहुन्छ भोल्टेज कति हुँदो रहेछ बढी हुँदो विद्युत चुम्बकीय रूपवादन सम्बन्धी तथ्य कसले पत्ता लगाएका रहेछन् किस्मत परियार विनिता परियार यहाँ कसले पत्ता लगाएका माइकल लास्ट पैसा पाउनको लागि फ्राडेको नियम बताउनुहोस् सुरुको नियम फ्राडेको नियम बताउनुहोस् आलोको लक्कीको रहेछ हेरौँ परिमाण संचालकसँग सम्बन्धित चुम्बकीय प्रवाहको परिमाण समानुपातिक